हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आजको ब्लग हाम्रो कलेजको हुनेछ स्पोर्ट विक्सको। आज हाम्रो स्पोर्ट विकको फर्स्ट डे थियो र आज हामी पनि जान लागेको छौँ। र आज हामी सबैभन्दा पहिला बिहान उठ्यौँ, त्यसपछि आज माघ 1 गते भएर नुहाएँ, पूजासुजा गऱ्यौँ। त्यसपछि हामीहरू साथीहरूसँग भेट्यौँ, किन भन्दाखेरि दुईवटा साथीसँगै हामीलाई कलेज जानुपर्ने थियो, त्यही भएर दुवै साथीलाई भेट्यौँ। त्यसपछि हामीहरू कलेजतर्फ लाग्यौँ। अनि हामी चाहिँ स्पोर्ट्स विकमा भन्दाखेरि हामी केहीमा पार्टिसिपेट भएको थिएनौँ, हामी चाहिँ भलिन्ट्रीमा थियौँ। अनि त्यही भएर अब भलिन्ट्रीमा भएर अब त्यहाँ कलेज गयौँ। त्यसपछि के काम बाँकी थियो भने काम गर्न लागेको थियौँ। आधी साथीहरूले जीवनजल पानीमा मिसाउँदै थियो, आधी साथीहरूले ग्लुकोज पानीमा मिसाउँदै थियो, म चाहिँ ग्लुकोज पानीमा मिसाउँदै थिएँ, साथीको हेल्प गर्दै थिएँ। अनि त्यसपछि यहाँ हामीहरू सबजना एउटा एउटा बोतलमा मिसाइरहेको थियौँ। यो चाहिँ हाम्रो साथी हो। अनि यस्तो गर्दै गयौँ। त्यसपछि फाइनली हामीले सब मिक्स गरेर राखिसक्यौँ, एक साइड जीवनजल पानी, एक साइड ग्लुकोज पानी। अनि त्यसपछि हामीहरूले सबै काम लगभग सकाइसकेको थियौँ। अनि त्यही भएर हामीहरू यतादेखि उता गरेर थियौँ। अनि त्यसपछि यो चाहिँ हाम्रो दुईवटा साथी म्याराथनमा इन्भल्भ भएर रहेछन्। तिनीहरूले ड्रेस लगाएर हामीलाई देखाइरहेको थिइन् कस्तो लागिरहेको छु भनेर। एन्ड बोथ आर लुकिङ सो क्युट। अनि त्यसपछि यिनीहरूलाई नम्रिङ पनि दिइरहेको थियो। अनि त्यसपछि हामीले नम्रिङ पनि उनीहरूलाई टास्क दियौँ, उनीहरूलाई हेल्प गरिदियौँ। त्यसपछि हामीहरूले फाइनली सबै काम सकिसकेको थियो। अनि त्यसपछि हामीहरू त्यहाँ कुरिरहेको थियौँ कति बेला हामीलाई जानुपर्छ भनेर। अनि त्यति बेलामा नै हामीले चाहिँ अलिअलि फोटोसोटो खिच्यौँ। अनि त्यसपछि हामीहरूलाई सिनियर दादा दिदीहरूले हामीलाई बनाउनु भयो, अब चाहिँ तिमीहरूले जानुपर्ने रहेछ भलिन्ट्रीको लागि, बाहिर म्याराथन जहाँ जान्छन् त्यहाँ तिमीहरूलाई जानुपर्छ भनेर। त्यही भएर हामीहरूले एम्बुलेन्समा बस्यौँ, एम्बुलेन्स नै गइरहेको थियो भने एम्बुलेन्समा हामी 7जना बस्यौँ। अनि त्यसपछि सबजना आफ्नो आफ्नो स्पोर्टमा चाहिँ ओर्ल्यौँ। अनि हामीलाई त्यहाँ आइडी कार्ड पनि प्रोभाइड गर्नुभएको थियो केएमएसएस सोसाइटीले। अनि त्यो लगाइसकेपछि हामीहरू आफ्नो स्पोर्टमा, हाम्रो स्पोर्ट चाहिँ लास्टतिरको थियो। अनि त्यहाँ पुग्न अलिक ढिला भयो। अनि त्यसपछि त्यहाँ पुग्यौँ। अनि त्यसपछि अब रनर्सहरूलाई आउन धेरै टाइम बाँकी थियो, त्यही भएर हामीहरूले यसो फोटोसिटो क्लिक गऱ्यौँ। त्यसपछि हामीलाई एकदमै भोक लाग्यो। अनि त्यसपछि हामी साइडमै भएको पसल्स थियो, हामी शान्ति कोलोनी नजिक बसिरहेको थियौँ, त्यहाँ ट्याक्कै किराना पसल थियो। अनि हामीले के खायौँ। अनि त्यसपछि हामीले साथीहरूले कल गर्यो कि अब यिनीहरू आउँदैछन् भनेर। अनि एउटा साथीले त्यहीँ नम्बर टिप्नको लागि कुरिरहेको थियो। अनि म चाहिँ पानी दिनको लागि आफूलाई रेडी पारिरहेको थियौँ। अनि त्यसपछि पनि धेरै पछि पनि तिनीहरूले आएनन्, बिचमा अब थाकेर तिनीहरूले रेस्ट लिँदै होलान् भनेर हामीहरू फेरि पनि यसो भिडियो क्लिक गऱ्यौँ। अब केही थिएन, त्यही भिडियो क्लिक गर्दै हामीहरू इन्जोय गरिरहेको थियौँ। अनि त्यसपछि साथीहरूले कल गर्दा यहाँबाट निस्क्यो भनेर हामीहरू पनि पुरै रेडी भएर बसिरहेको थियौँ। धेरै नै इन्जोय भयो। त्यसपछि फाइनली रनर्सहरू आउने देखिरहेर म चाहिँ त्यहाँ पानी लिएर रेडी भएको थिएँ। अनि साथी चाहिँ त्यहाँ लेखिरहेको थिइन्, ऊ चाहिँ 69 नम्बरको फर्स्ट रनर थियो हाम्रोमा आएको। अनि त्यसपछि यसरी नै हुँदा अरू पनि आइरहेको थियौँ। त्यसपछि हामीलाई नि एकदम धेरै तिर्खा लागेर हामी पनि त्यही पानी खाएको, जीवनजल पानी खाएको। अनि त्यसपछि हामीहरू सकाएर हामीहरू कलेज पुग्यौँ। अनि कलेजमा अब सबैले को फर्स्ट सेकेन्ड थर्ड भयो, अब को फर्स्ट सेकेन्ड थर्ड भयो भनेर उहाँ दिदीले एनाउन्स गर्दै हुनुहुन्छ। उहाँ हाम्रो दिदी सुपर सिनियर दिदी हुनुहुन्छ, एकदमै हेल्पफुल हुनुहुन्छ उहाँ। अनि त्यसपछि हाम्रो क्लासबाट पनि, हाम्रो 14 ब्याचबाट पनि हाम्रो साथीले सेकेन्ड पोजिसन ल्याउन सफल भएकी छिन्, उनलाई त फेरि पनि कङ्ग्रेचुलेसन। अनि त्यसपछि हामी एज अ भलिन्ट्री भएर पनि हामीलाई टी सर्ट चाहिँ प्रोभाइड गरेको थियो। अनि हामीले टी सर्ट चाहिँ पायौँ। अनि त्यसपछि 11 साढे 11 बजिसकेको थियो। अनि हामीलाई एकदमै भोक लागेको थियो। अनि हामी क्यान्टिन गयौँ। अनि क्यान्टिनमा खाना खाएँ। अनि त्यसपछि एकछिन रमाइलो गरेँ। अनि त्यसपछि हामी घरतर्फ लाग्यौँ। बाई बाई।